आदरणीय दर्शक महानुभावहरू नमस्कार अनि स्वागत रहेको छ। नेपाल टिम भर्खरै मात्र टी20 एसिया स्तरीय विश्वकप छनौटमा शीर्ष स्थानमा रहँदै टी20 विश्वकपमा छनौट भइसकेको छ। नेपाल टिम समूह चरण सुपर 6 मा अपराजित रहँदै टी20 विश्वकपमा छनौट हुन पुगेको हो। त्यसै गरेर अब नेपाल टिम आइसिसी विश्व क्रिकेट लिग डिभिजन 2 अन्तर्गत अमेरिका र युएको सामना गर्दैछ। विश्व क्रिकेट लिग डिभिजन 2 सम्बन्धीको सम्पूर्ण अपडेट, नेपाल टिमको घोषणा भएको छ त्यो सम्बन्धी पनि अपडेट आजको भिडियोमा रहनेछ। र अहिलेसम्म पनि भिडियो लाइक, च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भनेदेखि एक लाइक र सब्स्क्राइब कमेन्ट बक्समा नेपाल टिमलाई शुभकामना समेत अवश्य प्रदान गर्नुहोला। विश्व क्रिकेट लिग डिभिजन 2 अन्तर्गतका सम्पूर्ण खेल नेपाल टिमका लागि निकै नै महत्त्वपूर्ण रहनेछन्। टेबलको 7औं स्थानमा रहेको नेपाल टिम तालिकाको दोस्रो स्थानमा रहेको अमेरिकाको टिम, त्यसै गरेर 8औं स्थानमा रहेको युएसँग प्रतिस्पर्धा गर्दैछ। अबका प्रत्येक खेल नेपाल टिमका लागि निकै नै महत्त्वपूर्ण र जित्नै पर्ने दबावमूलक खेलहरू रहेका छन्। 26 अक्टोबरदेखि युएमा हुने सिरिजमा नेपाल टिमले लगभग 8 खेल जितेमा 20 अङ्क सहित नेपाल टिम पोइन्ट टेबलको एक स्थान सुधार गर्न सक्छ। 24 खेलमा 19 अङ्क रहेको नाम्बिबेको टिमलाई पछि पार्दै नेपाल टिम 6औं स्थानमा उक्लन सक्छ। तर सोचे अनुरूप खेल भने सजिलो छैन। ओडिआई खेलमा अमेरिकाको टिम राम्रो फर्ममा रहेको छ, जहाँ अमेरिकाले खेलेका 20 खेलमध्ये 14 खेल जित्नुका साथै मात्र 6 खेलमा पराजय बनेको छ। यता नेपाल टिम पनि भर्खरै मात्र टी20 एसिया तर्फबाट विश्वकपमा छनौट गरेको छ भने आफ्नो खेल स्तरलाई पनि केही सुधारोन्मुख बनाइराखेको छ। युएमा सञ्चालन हुने विश्व क्रिकेट लिग डिभिजन 2 अन्तर्गतको खेलमा नेपाल टिमले पहिलो खेल 26 अक्टोबरमा अमेरिकाको सामना गर्दैछ। दोस्रो खेल 30 अक्टोबरमा युएसँग खेलिराखेको नेपाल टिम 1 नोभेम्बरमा अमेरिकाको सामना गर्दैछ भने अन्तिम खेल नोभेम्बरमा युएसँग खेल्दैछ। टी2 अन्तर्गतका सम्पूर्ण खेल नेपाल टिमले बिहान 11 बजेदेखि खेल्न लागेको हो। विश्व क्रिकेट लिग डिभिजन 2 का लागि घोषणा भएको नेपालको टिम यस प्रकार रहेको छ। रोहित कुमार पौडेलको कप्तानीमा रहने नेपाल टिममा उपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, ओमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र शाह आलमलाई टिममा समेटिएको छ। टिममा अनिल कुमार शाह, भीम सार्की र शाह आलमको कमब्याक भएको छ भने टी20 खेलेका केही खेलाडीलाई भने रेस्ट राखिएको छ। यसरी आइसिसी विश्व क्रिकेट लिग डिभिजन 2 का लागि नेपाल टिम तयारीका लागि ओमानबाट युएमा प्रस्थान गर्नेछ भने नेपाल टिमको लक्ष्य रहनेछ शीर्ष 4 भित्र अटाउँदै आगामी विश्वकप छनौटमा सहभागी जनाउने। नेपाल टिमले जुन किसिमको अहिलेको खेल प्रदर्शन गरिरहेको छ त्यसले अवश्य पनि ओडिआईमा केही न केही प्रभाव पनि पार्नेछ। जुन ओडिआईका लागि अनिल कुमार शाह, भीम सार्की लगायतका केही खेलाडीहरूलाई समावेश गरेर नेपाल टिमले आफ्नो अन्तिम सदस्य घोषणा गरेको छ, जुन हाम्रो टिम कम्बिनेसन हुन सक्ने हामीले देखिरहेका छौँ। र आदरणीय दर्शक महानुभावहरू, युएमा हुने सम्पूर्ण खेलको अपडेटका साथ हामी उपस्थित हुनेछौँ। टी20 विश्वकपमा पुगेको नेपाल टिमलाई शुभकामनाका साथै नेपाल टिमले कति खेल जितेमा विश्व क्रिकेट लिग डिभिजन 2 को शीर्ष 4 भित्र अटाउन सक्छ, आफ्नो प्रतिक्रिया पनि तल कमेन्ट बक्समा अवश्य दिनुहोला। टिम नेपालले अब 20 खेल खेल्न बाँकी रहेको छ। नेपालका लागि ऐतिहासिक र महत्त्वपूर्ण अब प्रत्येक खेल विश्व क्रिकेट लिग डिभिजन 2 मा जित निकै आवश्यकता नेपाल टिमलाई रहनेछ। योभन्दा अघिल्लो सिरिजमा शानदार किसिमको प्रदर्शन गरेको नेपाल टिमले नेदरल्यान्ड र स्कटल्यान्डको टिमलाई पराजित गर्दै सनसनी मचाउन सफल भएको थियो। त्यस्तै किसिमको प्रदर्शनको आशा गरिएको छ। टी20 विश्वकपमा छनौट भएको नेपाल टिम अब ओडिआई विश्वकपतर्फ आफ्नो ध्यान मोड्नेछ। नेपाल टिमलाई निकै शुभकामना। खेलको प्रत्यक्ष प्रसारण आइसिसी टिभीबाट लाइभ हेर्न सकिनेछ। नेपाल टिमलाई निकै नै शुभकामना। यस्तै अपडेटका साथ उपस्थित हुनेछौँ। अहिलेको लागि यति नै। हवस्, नमस्ते, जय नेपाल।